नमस्ते, सजिलो नेप्से च्यानलमा तपाईहरुलाई स्वागत छ। आज हामी नेपालमा आउँदै गरेका 9 वटा अपकमिङ आइपिओको जानकारी गराउनेछौँ। कुन कम्पनीले आइपिओ ल्याउँदैछन्, ती भर्दा कस्तो हुन्छ, कतिसम्म जान्छन्, कति किता आउँदैछन् र त्यसको इस्यु म्यानेजर को हो भन्ने बारे विस्तृतमा जानकारी गराउनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। सबभन्दा पहिले छ सोपन फार्मास्युटिकल्स लिमिटेड। यसको 34,74,900 युनिट सेयर इस्यु गरिने भएको छ र यसको इस्यु म्यानेजर भनेको एनएमबी क्यापिटल रहेको छ। यो एउटा औषधि उत्पादक कम्पनी हो। यसले भविष्यमा राम्रो प्रगति गर्न सक्छ। दोस्रोमा चाहिँ सानीगढ हाइड्रो पावर लिमिटेड रहेको छ। यसले 85,50,000 युनिट सेयर 100 रुपैयाँका दरले ल्याउँदैछ। 85 लाख किता भएकाले यो आइपिओ पर्ने सम्भावना एकदमै धेरै रहेको छ। यसको इस्यु म्यानेजर एलएस क्यापिटल हो। हाइड्रो पावर मध्ये केही वर्षमै राम्रो प्रतिफल दिन सक्ने सम्भावना बोकेको कम्पनी चाहिँ सानीगढ हाइड्रो पावर लिमिटेड रहेको छ। तेस्रो कम्पनी रहेको छ कलङ्गा हाइड्रो लिमिटेड। यसले 49 लाख युनिट सेयर ल्याउँदैछ। यसको इस्यु म्यानेजर चाहिँ सानिमा क्यापिटल रहेको छ। यो पनि एकदमै राम्रो कम्पनी हो, एकदम राम्रो प्रतिफल दिन सक्ने सम्भावना भएको कम्पनी हो। त्यस्तै चौथोमा रहेको छ याम्बालिङ हाइड्रो पावर लिमिटेड। यसले 28 लाख युनिट सेयर निष्कासन गर्दैछ। यसको इस्यु म्यानेजर मुक्तिनाथ क्यापिटल रहेको छ। र अन्तिम र पाँचौं कम्पनी रहेको छ स्नो रिभर्स लिमिटेड। यसको 18,75,000 युनिट सेयर आउँदैछ र यसको इस्यु म्यानेजर पनि सानिमा क्यापिटल नै रहेको छ। प्रति किता 100 रुपैयाँले आउँदै गरेका यी कम्पनीहरूको राम्रो वित्तीय अवस्था भएका कारण यी 5 कम्पनीको आइपिओमा लगानी गर्दा दीर्घकालीन फाइदा हुने सम्भावना छ। विगतको सेयर बजारको अवस्था हेर्दा अनुमानित रूपमा भन्नुपर्दा यी आइपिओहरूले 1000 रुपैयाँको लगानीलाई लगभग 500 देखि 800%, जुन 1000 रुपैयाँ भर्दा 5000 देखि 8000 सम्म वा सोभन्दा बढी प्रतिफल दिन सक्ने अनुमान गर्न सकिन्छ। तर सेयर बजारमा जोखिम पनि हुन्छ, त्यसैले सुझबुझपूर्ण लगानी गर्नुपर्छ। बाँकी 4 वटा कम्पनीको बारेमा हामी अर्को भिडियोमा डिटेलमा कुरा गर्नेछौँ। आजको भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला र यस्तै भिडियोका लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।